सबैलाई नमस्कार। म आज तपाईहरुलाई यो दृश्यको बारेमा वर्णन गर्नेछु। देखिएको दृश्य उर्लाबारी नगरपालिका अन्तर्गत पर्ने मंगलबारी सिमसारको हो। यो सिमसारमा गइसकेपछि तपाईले यो सुन्दर पोखरीहरू देख्न सक्नुहुन्छ। तपाईले सुरुमा देख्दा यी पोखरी देख्ने बित्तिकै कुनै हिमताल जस्तो लाग्छ, हिम नदीबाट आएको पानी जस्तो लाग्छ। तर यो पानी यही सिम क्षेत्रबाट उत्पादन भएका पानीहरूबाट एउटा नदी बनिएको छ, जो अविच्छिन्न रूपमा बगिरहन्छ। यही सिम क्षेत्रबाट उत्पादन भएको पानीले यस क्षेत्रलाई सिँचाइ बनाएको छ। त्यही सिम क्षेत्रको पानीका कारणले गर्दा होला वरिपरिका वन्यजन्तुदेखि लिएर रुख बिरुवाहरू पनि हरियो छन्। वन्यजन्तुहरूलाई पानी पिउनको लागि सहजता छ। तसर्थ यो सिमसार अत्यन्त रमणीय देखिन्छ। जसरी देखिएका दृश्य हामी देख्न सक्छौं, तस्बिरमा पनि त्यस्तै राम्रो देखिन्छ। तर यति राम्रो कञ्चन पानीमा पौडी खेल्न जाउँ भन्ने मनसाय राख्नु भएको छ भने कृपया यसो नगर्नुहोला। यो देखिएका पोखरीहरूमा पौडी खेल्न अनुमति छैन, किनकि अत्यन्त गहिरा छन्। प्राय हामीले धेरै सामाजिक सञ्जालहरूमा देखेका छौं, मंगलबारी सिमसारमा पौडी खेल्ने क्रममा मानिसहरू बेपत्ता भएका, मृत्युवरण गरेका घटनाहरू सुन्न सकिन्छ। तसर्थ कृपया यस्तो सोचमा आउँदैछ भने कृपया पौडी खेल्न अथवा बालबच्चालाई लिएर यी पोखरीका छेउछाउमा नजाइदिनुहोला। यो अत्यन्त गहिरा नदीहरू पोखरी भएका कारणले गर्दा मानवीय क्षति हुनबाट जोगाउनुपर्छ। तसर्थ यहाँ स्थानीय सरकार प्लस वन उपभोक्ता समितिले पोखरीका वरिपरि तारबाजार लगाएको छ, जुन वाल लगाएको छ। आफन्त अथवा नानीहरूलाई घुमाउनको लागि लिएर जाँदैछ भने कृपया यस पोखरीको एरियामा लाँदा ध्यान दिनुहोला। यो वालबाट पर्सक नानीहरूलाई समातेर मात्रै देखाउनु होला। र देखिएको दृश्य अत्यन्त रमणीय छ। हेर्नुहोस्, आफ्नो पिकनिक खानको लागि मायाका जोडीहरू केही समय व्यतीत गर्नको लागि तपाईहरु जान सक्नुहुन्छ, आउन सक्नुहुन्छ। यस एरियामा देख्न सकिन्छ मानव निर्मित पहाडहरू, जहाँ सुन्दर हर्टका पिक्चरहरू बनाएका छन्। माया प्रेमीहरू आफ्ना जोडीहरू लिएर यस वासस्थानमा गएर केही बेर भलाकुसारी गर्ने ठाउँ वासस्थानहरू बनाएका छन्। अनि यसरी देखिएका दृश्यले गर्दा तपाईलाई कौतूहल लाग्न सक्छ, ओहो पक्कै जानै पर्छ, कस्तो ठाउँ रहेछ भन्नु लाग्छ भने कृपया तपाईहरु अवश्य घुम्नुहोला। यो एउटा उर्लाबारी नगरपालिकाको एउटा गहना हो। यसलाई उर्लाबारी नगरपालिकाले विकास गरिरहेको छ र यसभन्दा धेरै विकास गर्न बाँकी छ। यसलाई साँच्चै राम्ररी विकास गर्ने भने यसले आन्तरिक मात्र नभएर बाह्य पर्यटकलाई पनि यसले तान्न सक्छ।